गुलाबको फूल टिपी तिम्रो शिरमा सिउरिदिन्थे पिरतीको भाग बनाई तिमीलाई सुनाइदिन्थे गुलाबको फूल टिपी तिम्रो शिरमा सिउरिदिन्थे पिरतीको भाग बनाई तिमीलाई सुनाइदिन्थे हो नि माया हो मर्स्याङदीको रोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा फूल आफ्नै जुन आफ्नै तारा आफ्नै लाग्थ्यो मेरो साथ तिमी हुँदा सारा दुःख भाग्थ्यो फूल आफ्नै जुन आफ्नै तारा आफ्नै लाग्थ्यो मेरो साथ तिमी हुँदा सारा दुःख भाग्थ्यो हो माया हो मर्स्याङदीको रोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा सँग सँगै खुसी बाँड्थ्यौ दुःख सँगै झेल्थ्यौ मर्स्याङदीको पानी भित्र लुका मारी खेल्थ्यौ सँग सँगै खुसी बाँड्थ्यौ दुःख सँगै झेल्थ्यौ मर्स्याङदीको पानी भित्र लुका मारी खेल्थ्यौ हो माया हो मर्स्याङदीको रोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा झल्काउँछ यानी मोल्स्यो हरे घुम्ती मोडमा हरे घुम्ती मोडमा हरे घुम्ती मोडमा आदरणीय दर्शक महानुभावहरू हामी यति बेला एसियाकै नमुना रोड सिन्धुलीको रोड भनेर चिनिने यो एसियाकै नमुना रोडमा हामी प्रवेश गरिसकेका छौँ हाम्रो यात्रा अब रामेछापको मन्थलीसम्म रहनेछ यति बेला नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगरज्यू हुनुहुन्छ र हाम्रो गायक भुवन झारकोटी मगर पनि हाम्रो साथमा हुनुहुन्छ मेरो प्यारो भाइ धेरै वर्षदेखि नै मेरो गाडी चलाउँदै आउनुभएको भाइ मेरो प्यारो भाइ सन्तोष ताजपुरी पनि यहीँ हुनुहुन्छ म तपाईँहरूकै कलाकार निर्देशक उमेश गुरुङ हामी आज चाहिँ घुम्नकै लागि काठमाडौँको धुवा धुलो यो काठमाडौँको ह्याङ ओभरलाई रिफ्रेस गर्नको लागि आज हामी चाहिँ यो एसियाको नमुना रोड सिन्धुलीको रोडमा गुडिरहेका छौँ हाम्रो यात्रा चाहिँ आज रामेछापसम्मको हुनेछ आज हामी रामेछाप गएर बस्नेछौँ भोलि बिहान फेरि काठमाडौँ फर्किनेछौँ यात्राको क्रममा कुनै पनि
गतिविधि र बाटो मैले तपाईलाई काठमाडौँको बानेश्वरबाट चाहिँ तपाईलाई मन्थलीसम्मको रोड जस्ताको तस्तै देखाउने प्रयास गरिरहेको छु। गर्छु जुन पानी झार्ने बस्यो माया दिमागै बिगार्ने भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरी मायालाई जुन पानी झार्ने बस्यो माया दिमागै बिगार्ने भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरी मायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरी मायालाई दिन सक्ने माया हो दिसके तिम्रो मान्छे बनेर जिसके भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरो मायालाई माया हो दिसके तिम्रो मान्छे बनेर जिसके भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरो मायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरो मायालाई मायाको मात्रा छाया बनी हिँड्छु म साथमा भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदियो कि आकाशको जुन झारिदियो खै के दिउ भयो मेरी मायालाई सुनकोशीको तीर चाहिँ अब तामाकोशीमा गएर मिसिन्छ। दुईटा कोशीको जुन सङ्गम भेट हुने ठाउँ जोडिने मिसिने ठाउँ चाहिँ अब आइपुग्नु लागेको होला। अब लगभग 2 किलोमिटर जति बाँकी होला। यो हामी ठुलो पहाड कटिने बित्तिकै गइसकेपछि एउटा त्रिवेणी सङ्गम भन्ने छ त्यहाँ। त्यहाँ महादेव थान पनि छ। त्यहाँ वर्षमा चाहिँ मेला लाग्छ एकचोटि। त्रिवेणी मेला भन्ने हुन्छ। सतीबिउ छर्ने माता तीर्थ जुन गएर हामी चाहिँ पूजा गर्छौँ नि, त्यो टाइममा चाहिँ यहाँ चाहिँ सिन्धुली रामेछाप जिल्लाको मान्छेहरू यहाँ आएर त्यो महादेव थानको वरिपरि सतीबिउ छर्ने र रातभरि चाहिँ बत्ती बाल्ने काम गर्छ क्या सर। यहाँ चाहिँ रोडै अब
21 मा हजुर यो यस्तो खालको रोडमा करिब यात्रा मेरो थिएन हजुर खुसी लागेको छ तपाईँहरूसँग यात्रा गर्नु पाइरहेको छु होइन हजुर यो फेरि आज बिहानैको एउटा इमर्जेन्सी प्लानिङ राम्रै हुँदो रहेछ यो तपाईँ हामीमै अनुभवको विषय बन्यो होइन हजुर हजुर खुसी लागेको छ रोड अब यताउता हेऱ्यो है म अलिकति बिचमा कुरा काट्छु ओके मैले अघि नै जुन आएको भनेछ जुन हाम्रो उमेश गुरुङ डाक्टर साहबको हजुर बायाँ साइडमा हजुरले देख्न सक्नुहुन्छ यो क्यामेरालाई अगाडितिर फर्काउनु म आग्रह गर्छु त्यो दृश्य लिदिनु होला भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदेऊ कि आकाशको जुन झरिदेऊ खै के देऊ भयो मेरो मायालाई तिमी नै आउँछौ एकछिन होइन हरेक सताउँछौ भुल्न थाले आफ्नै छायालाई धरतीको फुल टिपिदेऊ कि आकाशको जुन झरिदेऊ खै के देऊ भयो मेरो मायालाई धरतीको फुल टिपिदेऊ कि आकाशको जुन झरिदेऊ खै के देऊ भयो मेरो मायालाई अब हामी कहाँ जाँदैछौँ रे हजुर हामी सुकाजोर खोला हुँदै हजुर सुकाजोरै जाने हो भने चाहिँ खोलाको नाम सुकाजोर हो होइन हजुर यहाँबाट चाहिँ पुरानो सदरमुकाम रामेछाप माथि डाँडा पनि जान्छ यहाँबाट सालु देउराली हुँदै साउडार हुँदै ओखलढुङ्गा पनि जाने बाटो यही भनेको हजुर त्यहाँ उकालो चढ्ने अब हामी ठ्याक्कै जाने गाउँको नाम चाहिँ के पर्यो हजुर सुकाजोर नै हो सुकाजोर खोला यहाँ यो खोलामा चाहिँ नि रोपाइ गर्न आउनुपर्ने यहाँ तल असार साउनमा यो तलबडी खोलामा हजुर यो खोलामा अनि यो भल पुरै खोला हुन्थ्यो त्यतिखेर तपाईँको हजुर अनि खोला तर्न नसक्ने सानो पुच्छे हजुर त्यतिखेर गोरुको पुछार झुन्डेको म घर पुग्थेँ यहाँबाट खोला गोरुको पुछारमा झुन्डेपछि खोला तर्न सजिलो हुँदो रहेछ सजिलो यो लगभग 25-30 जङ्गल छ होला त्यो खोला तर्नुपर्ने ए गोरुको पुछार झुलिनु पर्ने गोरुको पुछार झुन्डेपछि सिधै अनि म घर पुग्थेँ झुन्डे हाम्रो जीविका चाहिँ यस्तो अब हाम्रो बाढाइकाल चाहिँ चल्दैन अब अहिले मकै छ मकै अब हजुर अलिअलि गत मस्याहरू सरेको हुन्छ हजुर हजुर मङ्सिरमा फेरि सुखाल पालन गऱ्यो अनि त्यहाँबाट फेरि हाम्रो बारीमा चाहिँ ए चैतामा मकै सर्ने यसै क्रममा काठमाडौँबाट हामीलाई एकदम सहज तरिकाले एकदम आरामदायक तरिकाले एकदम चाहिँ राम्रो तरिकाले चाहिँ गाडी चलाएर यहाँसम्म ल्याइदिइराख्नु भएको छ। अब हामी नेपाल सङ्गीत उद्योग सङ्घका वर्तमान अध्यक्ष सूर्य मगरज्यूको घरसम्म हामी जाने भन्ने तयारीमा छौँ। हामी पिच बाटो सकेर पन्थलीको कामहरू सकेर अहिले हामी यति बेला अफ रोडमा चाहिँ यात्रा गरिरहेका छौँ। आदरणीय दर्शक महानुभावहरू तपाईँले देखिरहनु भएको छ। यसै क्रममा अत्यन्तै राम्रो चालक भाइ सन्तोष ताजपोरेलाई पनि दुई शब्द जोड्न चाहन्छु।
सन्तोष भाइ आरामै छ बाटो कस्तो लाग्यो अघिको बाटो कस्तो छ अहिलेको त धेरै सोझो छ नि आदरणीय दर्शक महानुभावहरू यसै क्रममा हाम्रा गायक भुवन झाकोटे सर हुनुहुन्छ यो रमाइलो यात्रामा अझै सुनमा सुगन्ध यो यात्रा धेरै रमाइलो यात्रा भइरहेको छ अझै सुनमा सुगन्ध गर्नको लागि उहाँले छोटो मिठो गीत गाउँदै हुनुहुन्छ माथि पर्यो धजे डाँडा तल तमर्दुभन तल तमर्दुभन हो तल तमर्दुभन हाँसी खेली बिताउँ भन्छ सधैँ हाम्रो जोबन हाँसी खेली बिताउँ भन्छ सधैँ हाम्रो जोबन धनकुटा डाँडा बजार जाउँ कान्छी बिस्तारै छैन हतार जाउँ कान्छी बिस्तारै छैन हतार मैले सम्झिनै पर्ने सुरुमा अब रचनाकार नै भयो होइन सङ्गीतकार रचनाकार चाहिँ सुरज राणा मगर सङ्गीतकार मनोज थापा मगर है अनि त्यसपछि मलाई साथ दिने गायिका मेलिना राई चाहिँ भर्खरै भिडियो सुनकोसीको तिरमा गरियो र सूर्य क्रिएसनमा सूर्य सरकै कम्पनीबाट चाहिँ लन्च गर्ने कुरा हो होइन अनि गीतको बोल्दै यस्तो छ बगी जाने होला हो हुर्ले आउने भे बगी जाने खोला हो हुर्ले आउने भे मरि जाने चोला हो मरि जाने चोला हो हाँसौँ बाँचुन्जेल